हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। वेलकम टु माई अनदर भ्लग। तपाईलाई स्वागत छ मेरो अर्को युट्युब भ्लगमा। सो आज भनेको हामी अर्को भ्लगको लागि निस्किसक्यौँ घरबाट, म र बुवा। फेरि आज हिजो पनि। सो आज भनेको चाहिँ हाम्रो कालिका सिमसार भन्ने उत्तर मोड्नुपर्छ भन्छन्, तर धाइजनदेखि उत्तर नै जाने भनेर त्यो एउटा बोर्डहरू देखाएको थियो, तर एक्ज्याक्टली ठ्याक्कै यहाँ हो भन्ने थाहा भएन होइन। केही समयको ड्राइभ पछि हामी त्यहाँ पुग्छौँ र म तपाईँलाई त्यहाँको सेरोफेरोहरू सबै म देखाउँछु। पूर्वतिर यसो हेरे पूर्वतिर किन मनै लोभ्यायो। हेर साथी सङ्गी, हेर साथी सङ्गी, सुसेलीमा कसले बोलायो। हेर साथी सङ्गी, सुसेलीमा कसले बोलायो। यसो हेरे पूर्वतिर जाने मायाले हो कि दिन
रहेछ यहाँ सबै कालिका सिमसार बाटो चाहिँ अब फर्स्टचोटि आएको म पनि बुवा पनि फर्स्टचोटि र आज नयाँ सिमसारको एक्सप्रेसन लिने हो हामी। कस्तो हुन्छ कालिका सिमसार भनेर लेखेको छ तर कालिका सिमसार यहाँबाट माथि जानुपर्छ एउटा म्यापमा हेर्दाखेरि। सो गाइस तपाईँ भिडियो आइपुगेको छौँ। तपाईँ देख्दै हुनुहुन्छ यहाँ रहेछ प्रवेशद्वार। हामी गाडी पार्किङ गर्छौँ यहाँ भित्र जान दिन्छ होला नि। कालिका सिमसारभित्र म प्रवेश गरिसकेको छु यतिखेर। गाइस हामी कालिका सिमसार मैले तपाईँलाई अघि पनि भनेको थिएँ स्टार्टिङमा। मलाई थाहा थिएन, मैले यस्तो त्यो बोर्डहरू चाहिँ देखेको थिएँ। एक्ज्याक्टली ठ्याक्कै आइपुगेको छौँ हामी कालिका सिमसार। तपाईँलाई म भित्र के छ कस्तो छ भन्ने कुराहरू म भिडियोमा कैद गर्नेछु। र बुवा टिकट लिँदै हुनुहुन्छ। टिकट टिकटको शुल्क भनेको पर व्यक्ति 50 रुपियाँ। 50 रुपियाँ एकजना बराबर 50 रुपियाँ हामीले यहाँ टिकट गरेर भित्र सेवा शुल्क अरू केही छैन भन्नुभएको छ। अब हेरौँ होइन। सो गाइस तपाईँहरू पनि आउनुहुन्छ भने हाम्रो कहाँ छ। र कालिका सिमसार भनेको म पनि फर्स्टचोटि, हाम्रो बुवा पनि फर्स्टचोटि। मेरो आजको एपिसोड भनेको तपाईँलाई कालिका सिमसारको देखाउनेछु र हामी प्रवेश गर्दैछौँ कालिका सिमसारमा। वेलकम छ। यो टिकट चाहिँ हामी केही समय सुरक्षित नै राख्छौँ होइन। सो स्टार्टिङ पार्किङ गरेको छौँ। यहाँ हरेक कुराहरू यहाँ लेख्नु भएको छ। र फर्स्ट पोइन्टमा भनेको यो फुलहरू राख्नु भएको छ है। र म तपाईँलाई क्यामेरा पछाडि गर्नेछु। देख्नुहुन्छ यहाँ नर्सरीहरू रहेछ पुरा। अनि त्यस पछाडि नर्सरीको बिचमा कालिका सिमसार भनेर निर्माण गरिएको रहेछ। यो इँटाहरू मजाले बिछ्याएको छ। अनि यहाँ रङ्गीचङ्गी ध्वजाहरू। र आजको ब्लग भनेर हामी कालिका सिमसारमा प्रवेश गर्दैछौँ गाइस, बुवा र म। र दिन पनि घाम त लागेको छैन, दिन एकदम रमाइलो छ। चट्ट पानी पर्ला जस्तो चाहिँ ढुम्मिएको दिन छ, एकदमै रमाइलो। मलाई चाहिँ यस्तो दिनहरू एकदम राम्रो लाग्छ। सो गाइस आजको ब्लग भनेको कालिका सिमसार। कालिका सिमसारमा के छ भन्ने कुराहरू तपाईँलाई म अवश्य देखाउनेछु। भिडियोमा निरन्तर रहनु होला। र इन्द्र ब्लग 100 युट्युब च्यानल मेरो नयाँ भनेको धेरै हुनुहुन्न, 180 जना समथिङ हुनुहुन्छ। यदि तपाईँलाई मेरो ब्लग मनपर्छ र युट्युब च्यानल मनपर्छ भने तपाईँ अवश्य पनि सब्सक्राइब गरिदिनु होला, ताकि तपाईँको एक सब्सक्राइबले गर्दाखेरि मलाई भोलि धेरै हौसला मिल्नेछ। सो गाइस लेट्स सी यो बस्ने होइन। तर मैले यहाँ आउनुभन्दा अगाडि नै मैले म्यापमा सर्च गरेर यहाँको फोटोहरू सबै हेरिसकेको थिएँ। ठ्याक्कै नै त्यही रहेछ। यहाँ मोटु पातुलोको फोटो इज मोटु। र यहाँ कालिका सिमसार भनेर यहाँ लेखेको छ। मैले अघि पनि देखेको थिएँ ठ्याक्कै यो मैले गुगलमा। र म तपाईँलाई देखाउन चाहन्छु। यहाँनिर लेखिएको छ भन्ने बुझियो। सो गाइस यता एकछिनमा देखाउँला। यहाँ पानीहरू पनि खासै सुकिसकेको रहेछ। सौजन्य बनाउनु भएको रहेछ मोटु पातुलोलाई। हामी यस्तो पुलबाट यस्तो जाउँ। अब हामी यस्तो छिरेर अब हामी कालिका सिमसारको यो उकाले पुलमा हामी प्रवेश गर्दैछौँ। यहाँ के लेखेको रहेछ भने गेटमा लाइनको फुट
चुडेमा रु 500 रुपियाँ जरिमाना वार्निङ अगर फुल चुडियो भने 500 तपाईलाई फाइन पर्छ भनेको छ। सो गाइस हामी यो आकाशे पुल नै भनौँ हैन, अहिले पक्कै पनि हामी आकाशमा र आकाशे पुलमाथि छौँ अहिले भनेको। हेर्न सक्नुहुन्छ मेरो ब्याकग्राउन्डमा यहाँको भ्यूहरू इज गुड एकदम, तर पानी रहेनछ। प्राकृतिक जङ्गलमा एकदमै निर्मित राम्रै यहाँ मनी इन्भेस्ट, तर पर्यटकहरू भन्ने मलाई यो बेमौसम भएर हो या आज के भएर हुनुहुन्न रहेछ है। सो कालिका सिमसारको बिचमा मिठो हावा आइरहेछ। यहाँ माथि नेपालको झन्डा फरफरिरहेको छ। पानी रहेनछ, अझै पानी हुनु र यहाँ बोट हुनु भने अझ रमाइलो छ। बोट पनि रहेछ, बोट रहेछ तर पानी कम रहेछ। माछाहरू पनि रहेछन्, छटपटाइरहेका छन्। त्यो पर तपाईँलाई म अहिले त्यो पनि देखाउँछु। र हामी पुल तरेर यता वारीपट्टि आयौँ। वारीपट्टिको दृश्य म तपाईँलाई अहिले कैद गर्नेछु, देखाउनेछु अवश्य नै। सो अब हामी यहाँबाट अलिकति पछाडि अगाडि सरेर हामी यो लाइनतिर जान्छौँ। र गाइस कालिका सिमसार कहाँ छ भन्नुहुन्छ भने तपाईँलाई म लोकेसन ठ्याक्कै भन्छु। मेरो लोकेसन बुट्टाबारीबाट हामी निस्केको, बुट्टाबारीबाट निस्केर चारालीबाट धाइजनबाट जस्ट थोरै पूर्व आएपछि त्यहाँ कालिका सिमसार लेखेको एउटा ठुलो साइनबोर्ड देख्नुहुन्छ ठ्याक्कै, अनि त्यहाँ एरो दिएको छ उत्तरपट्टि आउनु भनेर। उत्तरबाट ठ्याक्कै 5 मिनट ठ्याक्कै यहाँ कालिका सिमसारको गेटैमा आइपुग्नुहुन्छ। सजिलो छ गाइस, आउनु चाहनुहुन्छ भने कालिका सिमसार इट्स वेलकम। ओके, यहाँ नेपालको झन्डाहरू राख्नु भएको छ। र मैले यो फोटो अघि, यो घरको फोटो अघि मैले देखेको थिएँ। अहिले यहाँ कालिका सिमसार भनेर ठुलो सब वर्डहरूमा लेखिएको छ। यसलाई परबाट अहिले फोटो खिच्दाखेरि दामी देखिन्छ। बोर्डहरू बिचरा पानी नभएर सुकिरहेको छ होइन। निकै नै खर्च भयो होला यहाँ, तर छैन। पर्यटकहरू नै, लोकल पर्यटकहरू नै नआइदिएपछि अथवा यो अफ मौसम हो के हो थाहा भएन, तर मान्छेहरू हुनुहुन्न। सो गाइस तपाईँलाई म अब सर्र एकचोटि सबै ठाउँको भिडियो सुट गर्छु। र साथीहरू तपाईले देख्दै हुनुहुन्छ कालिका सिमसार भनेर यहाँ अघि मैले भनेको थिएँ तपाईलाई म यता देखाउँछु भनेर म थोरै यसलाई जुम गर्न चाहन्छु। कालिका सिमसार भनेर यहाँ यस्तो मजाले लेखेको छ कालिका सिमसार। देखिसक्नुभयो तपाईले कालिका सिमसार देखिराख्नु भएको छ। हाम्रै कालिका सिमसार, राम्रो कालिका सिमसार च्यानलबाट देखिराख्नु भएको छ कालिका सिमसारको दृश्य। सो गाइस तपाईलाई म अगाडि देखाउन चाहन्छु हाम्रै कालिका सिमसारको दृश्य सेरोफेरो। त तपाईलाई म एउटा अनुरोध गर्न चाहन्छु कि मेरो युट्युब च्यानल सब्स्क्राइब चाहिँ अवश्य गरिदिनु होला
ताकि तपाईको सब्स्क्राइबले नै तपाईको मायाले नै हो भनेको। यहाँनिर मजाले फुलहरू फुलेको छ। वाउ, तपाईँ आउनुभयो भने यो फुल पनि देख्न सक्नुहुन्छ गाइस। काठ यो रुख भनेको चाहिँ फोटोमा प्रयोग गरिँदो रहेछ। कस्तो मजाले यहाँ फोटोहरू सब निकालेर यहाँ केमा युज हुन्छ होला क्या मजाले। माथि जान्छौँ। माथि देखिराख्नुपर्छ, तपाईँलाई झुम गर्छु म। हो यो घरमा हामी जान्छौँ। साथीहरू, तपाईँहरूले देख्दै हुनुहुन्छ यहाँनिर एउटा ठुलो रुखमा चाहिँ सेभ गरेर एउटा यो बनाएको छ। अब हामी यहाँ चढ्दैछौँ। यदि तपाईँ कालिका सिमसार आउनुभयो भने पक्कै पनि यहाँ चढ्न पाउनुहुन्छ। यहाँ चढ्ने एउटा रुखको जस्तै यहाँ भर्याङ सिँढी बनाएर माथि जाने ठाउँ बनाइदिएको छ। सो गाइस, म माथि जाँदैछु यहाँबाट। सो कालिका सिमसारमा आएर तपाईँ योमा चढ्न सक्नुहुन्छ। सो गाइस, म अगाडि हिँड्नु त। र अब हामी जाँदैछौँ माथि। कति स्टेप छ भने 1 स्टेप 2 स्टेप 3 स्टेप लगभग 3 स्टेपको छ। 3 स्टेपको उचाइमा हामी जाँदैछौँ। सिँढी चढ्दैछौँ। यहाँबाट सट्ट गएर ठुलो रुख रहेछ, सखुवाको रुख। यो चाहिँ लगभग हजारौँ वर्ष पुरानो रुख अरे भनेर एउटा प्रमाणित गराएका छन्। मलाई लाग्छ हजारौँ वर्षको चाहिँ पक्कै पनि होइन। जे होस् त्यो उसकै ठाउँमा छ। र यहाँबाट हेर्दा अबुई म त डर लाग्ने भएछ नि। अब यता माथि फलामको सिँढीहरू बनाइदिएको छ ठुलो रुखको माथि। डरै लाग्ने खालको। र यो सखुवाको ठुलो बोर्डलाई फलामको सिँढी मार्फत यसमा सपोर्ट हानेर बनाएको छ। इट्स गुड आइडिया। यति भए पिलर चाहिएन नि त। पिलर पनि चाहिएन। बोई यहाँ तल हेऱ्यो भने त मोबाइलै झर्ने खालको। झर्छ हजुर। म रुखको टुप्पैमा पो आइपुग्यो त। अन्त काटेको छ होला नि। सो गाइस, हामी 5 कि 4 तला माथि आइपुगेको छौँ। यो रुखमा बेरेर एउटा सिँढी बनाइएको रहेछ। यहाँबाट चाहिँ भ्यू हेर्नको लागि तपाईँ जङ्गल देख्न सक्नुहुन्छ। यो एक्चुअली भन्दाखेरि यो चाहिँ खोटो निकालिएको छ। तल काठ चट्ट काटेर थाप्नु भएको छ। यो खोटोकै लागि प्रयोग गर्ने होला, तर यो रुखको नाम मलाई थाहा भएन। सो देख्न सक्नुहुन्छ। अब अझै योभन्दा माथि जानु पाए राम्रो हुन्थ्यो। सो यहाँ डर लाग्ने भयो म त। यो रुख हल्लिएर होला, म त हल्लिए जस्तो फिल भइरहेछ पुरा। कालिका सिमसारमा सबैभन्दा अलि मनपर्ने भनेको चाहिँ यो हो। यो रुखमा बेरेर बनाएको भर्याङ छ। तपाईँहरू आउनुभयो भने यहाँ पक्कै देख्नुहुन्छ। यहाँ बसेर शीतल कति मजाले। अनि यता परको सालबारीको दृश्यहरू देख्नुहुन्छ। अलमोस्ट रुख काठपात भनेको चाहिँ सालहरू रहेछ यहाँनिर, सखुवाहरू। खै त्यही त खोटोकै लागि प्रयोगमा आउँछ कि जस्तो लागिरहेछ। के हो कि यो त सबै उसको फेदमा खोटो थापेको छ। सो गाइस, निकै रमाइलो यो देख्न सक्नुहुन्छ। फलामको उसले बनाएको छ। अनि यहाँबाट हामी आएको अहिले। यहाँबाट झरियो भने ओह्रालो गोरालो गइन्छ। र यता अब हामी एकैछिन यहाँ बस्छौँ।
र त्यस पछाडि हामी फेरि तल झरेर अरू ठाउँ घुम्छौँ। सो गाइस हेर्दै रहनु होला मेरो युट्युब भिडियो। कालिका सिमसारमा हामी आयौँ बुवा। यसमध्येमा सबैभन्दा मनपर्ने पक्ष भनेको यही हो नि त होइन? कालिका सिमसारमा बुवा पनि आउनुभएको छ। तर यहाँ हामीले अहिलेसम्म घुमे मध्येमा सबैभन्दा राम्रो चाहिँ यो माथिसम्म एउटा पुल बनाइदिनु भएको छ। के अरे भर्याङ बनाएर एउटा सखुवाको सपोर्ट लिएर बनाइदिएको छ। निकै रमाइलो छ यहाँ चाहिँ। म त सुरुमा डर लाग्यो। अब हामी यहाँ एक दुईवटा फोटो सुट गर्छौँ र तल जान्छौँ। यहाँ त गर्मीको बेलामा यहाँ त हेर आज फेरि पानी पर्ला जस्तो दामी दिनहरू आइरहेको। ओके साथीहरू, अब हामी माथि आएको थियौँ र अब हामी बिस्तारो तल झर्दैछौँ। देख्दै हुनुहुन्छ हामी यो माथि आएको फलामको सिँढीबाट। र गाइस अब बिस्तारै हामी तल झर्छौँ। सुरुमा निकै डर लाग्यो। लगभग 1 तला 2 3 तला लगभग 4 तलाको बनाएको रहेछ। बेला बेला हावा आउँदा त हल्लिँदो पनि रहेछ। गाइस अब यहाँबाट ओह्रालो हामी झर्दैछौँ यहाँनिर है। उही झन्डै लडे। यहाँ कालिका सिमसारको एउटा राम्रो पक्ष भनेको यो रहेछ है, बनाएको रहेछ। माथि बसेर हेर्ने, तर त्यो रुखको टुप्पाहरू मात्रै देखिँदो रहेछ। यदि रुखहरू थिएन भने चाहिँ झन् कस्तो दामी देखिन्थ्यो होला। सो गाइस यहाँ आइपुग्यो। कालिका सिमसार यहाँ। अब हामी यो माथिबाट ओर्लिसक्यौँ र हामी यता माथि यो लाइन हेर्छौँ। अब खरायो यस्तोहरू यो ढुम्कामा। अब हामी यहाँबाट माथि ढुम्कामा जान्छौँ एकचोटि र यो यहाँ रहेछ एउटा डाँडा। र यो डाँडाबाट पनि तपाईँ केही छोरै चिजहरू देख्न सक्नुहुन्छ। यो डाँडाबाट वरिपरि रहेछ। ठाउँमा राम्रो कुराहरू पनि निर्माण गरेको रहेछ। अब हामी पर अहिलेको ठाउँमा यता त्यहाँ उयो बन्द छ। त्यहाँसम्म यसको एन्डिङ यही रहेछ। मोहर पैसा के काम भो सुको छैन खल्तीमा। मोहर पैसा के काम भो सुको छैन खल्तीमा। माफी देऊ न पियारी मायाको गल्तीमा। 1 करोडको नोट 1 करोडको नोट। देशको झन्डा यहाँनिर फरफराइएको छ। माया तिम्रो रुपैमा छैन कुनै खोट। माया तिम्रो रुपैमा छैन कुनै खोट। मोहर लाउने खत्रो के अब हामी यो पुल तरेर पारी जान्छौँ। अघि आउन त त्यतिबाट आएको। सो गाइस अब पुल तरेर हामी अगाडि निस्किन्छौँ। अब हामीले यहाँ वरिपरि भएको कुराहरू सबै घुम्यौँ, हेऱ्यौँ, गएर पनि चढ्यौँ त्यो रुखमा। सो अब यो पुल तरेर हामी पारी जान्छौँ। पारीबाट पर डाँडामा निस्केर परको अर्को पार्कमा गएर फोटो सुट गर्छौँ। सो गाइस त्यस पछाडि हामी ब्याक हुन्छौँ। सो यहाँ अघि फोटोहरू हामीले हानिसक्यौँ।
सिमसारमा तपाईहरु आउनुभयो भने यो देख्न सक्नुहुन्छ यो दृश्यहरू यो फलामको आकाशे पुलमा हिँड्न सक्नुहुन्छ ल र यो फुलको सजावट दृश्यहरू पनि छ देख्न सक्नुहुन्छ र हामी यो पुल तरेर यता वारी आइसकेको छौँ अब हामी सागरै यता निस्किन्छौँ र यहाँबाट बाहिर निस्केर हामी अर्को ठाउँबाट सो गाइस अब हामी सिमसारबाट निस्केर केही राम्रो चिजहरू बनाउनु भएको थियो त्योहरू एकदम राम्रो लाग्यो सो गाइस अब यहाँ हामी बाहिर निस्किन आँटेको छौँ यहाँ चाहिँ बाइक स्कुटीहरूको पार्किङ शुल्क लाग्दैन तर प्रवेश गर्ने बेलामा एउटा टिकट लाग्छ सो गाइस तपाईँ आउनु यहाँ यस्तो भनेर कालिका सिमसारको यो प्रवेशद्वार र यहाँ बाइक स्कुटीहरू हालसालै पार्किङ गर्ने दिएको छ र अब हामी निस्किँदैछौँ हाम्रो गाडी लिएर सो